हेलो नमस्ते मेरो फर्स्ट भिडियोमा चाहिँ विन्डोज 11 को लगइन पासवर्डलाई चाहिँ CMD को थ्रुबाट रिसेट गरेको थियौं भने सेकेन्ड भिडियोमा चाहिँ हामी CMD को थ्रुबाट गर्दैनौं हामी अलिकति डिफरेन्ट वेबाट गर्छौं त्यसको लागि हामी किबोर्डमा जान्छौं किबोर्डमा गइसकेपछि शिफ्ट कीलाई प्रेस गर्छौं र कम्प्युटरलाई हामी रिस्टार्ट गर्छौं र शिफ्ट कीलाई केही बेर हामी होल्ड गर्छौं यहाँ आइसकेपछि हामी ट्रबल शूटलाई क्लिक गर्छौं र एडभान्स्ड अप्सनलाई क्लिक गर्छौं फेरि र कमान्ड प्रम्प्टलाई हामी ओपन गर्छौं यहाँसम्म चाहिँ हाम्रो सेम वे हो अब यहाँबाट चाहिँ अलिक डिफरेन्ट गर्छौं हामी त्यसको लागि हामी नोटप्याड टाइप गर्छौं र इन्टर गर्छौं फाइलमा क्लिक गर्छौं र यसलाई ओपन गर्छौं देख्न सक्नुहुन्छ दिस पीसीलाई जस्ट क्लिक गर्छौं र लोकल डिस्कलाई फेरि ओपन गर्छौं यहाँ देख्न सक्नुहुन्छ विन्डोज हामी यसलाई ओपन गर्छौं र यहाँ आइसकेपछि फाइल्स अफ टाइपबाट चाहिँ हामी के गर्छौं भने यसलाई अल फाइल्स गरेर हामी गर्छौं र हामी यहाँ चाहिँ system32 लाई सर्च गर्छौं देख्नुहुन्छ यहाँ system32 हामी यसलाई ओपन गर्छौं र फेरि हामीले युटिलम्यान सर्च गर्नु पर्ने हुन्छ जस्ट यु टाइप गर्छौं किबोर्डमा यहाँ देख्न सक्नुहुन्छ युटिलम्यान र यसलाई जस्ट हामी राइट क्लिक गर्छौं र रिनेम गर्छौं रिनेम गरिसकेपछि हामी फेरि यसलाई कपी गर्छौं कपी गरिसकेपछि हामी रिनेम मा चाहिँ हामी युटिलम्यान 2 गर्छौं र जस्ट क्लिक गर्छौं त्यसपछि हामी CMD लाई सर्च गर्छौं यहाँ देख्न सक्नुहुन्छ CMD र यसलाई जस्ट राइट क्लिक गरेर हामी रिनेम चाहिँ युटिलम्यान दिन्छौं र जस्ट क्लिक गर्छौं गरिसकेपछि हामी यसलाई सिम्पली कट गर्छौं र यसलाई पनि कट गर्छौं यसलाई पनि कट गर्छौं गरिसकेपछि हामी कन्टिन्यू गर्छौं देख्न सक्नुहुन्छ एक्सेसिबिलिटीमा जानुभयो भने CMD खुल्छ तर त्यो भन्दा पहिला म यहाँ पासवर्डहरु टाइप गर्छु र इन्टर गरे देख्न सक्नुहुन्छ द पासवर्ड इज इनकरेक्ट ट्राई अगेन र हामी एक्सेसिबिलिटीमा जान्छौं र CMD कमान्डलाई हामी यहाँबाट खोल्छौं खोलिसकेपछि हामी केही कमान्डहरु दिन्छौं फेरि त्यसको लागि हामी टाइप गर्छौं नेट स्पेस युजर र इन्टर यहाँ देख्न सक्नुहुन्छ मेरो युजर नेम तपाईहरुको पनि चेक गर्नु होला र हामी फेरि टाइप गर्छौं नेट युजर र हाम्रो युजर नेम आयुषा स्पेस गरेर स्टार गर्नु होला र इन्टर गर्नु होला इन्टर गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ टाइप अ पासवर्ड फर द युजर यदि तपाईहरुलाई कुनै पिनहरु अर पासवर्ड क्रिएट गर्नु मन छ भने क्रिएट गर्नु होला टाइप गर्नु होला नत्र भने जस्ट इन्टर गर्दिनु होला
रिटाइप द पासवर्ड टु कन्फर्म छ हामी फेरि पनि इन्टर गर्छौं केही टाइप गर्दैनौं फाइनल्ली देख्न सक्नुहुन्छ द कमान्ड कम्प्लिटेड सक्सेसफुल्ली र हामी यहाँबाट एक्जिट हुन्छौं अब हामी केही पनि टाइप गर्दैनौं र यहाँ जस्ट एरोलाई हामी क्लिक गर्यौं भने बुम हामीले अझै केही स्टेपहरु फलो गर्नुपर्ने हुन्छ किनकि हामीले CMD खोल्यौं भने हाम्रो CMD ओपन भइरा छैन यहाँ देख्न सक्नुहुन्छ Windows cannot find CMD make sure you typed the name correctly and then try again भनिरा छ CMD इनेबल गर्नको लागि चाहिँ हामी यहाँ देख्न सक्नुहुन्छ दिस PC लाई ओपन गर्छौं गरिसकेपछि मसँग चाहिँ एउटै ड्राइभ छ तपाईको मल्टी ड्राइभ हुन सक्छ तर C ड्राइभलाई ओपन गर्नु होला C ड्राइभलाई ओपन गरिसकेपछि यहाँ विन्डोज छ जस्ट क्लिक गर्नु होला र हामी सिस्टम 32 लाई सर्च गर्छौं र यसलाई ओपन गर्छौं यहाँ आइसकेपछि फेरि हामी युटिलम्यान लाई सर्च गर्छौं यहाँ देख्न सक्नुहुन्छ युटिलम्यान लाई राइट क्लिक गरिसकेपछि यहाँ देख्नुहुन्छ कपी जस्ट कपी गर्नु होला र यहाँ राइट साइडमा आएर यहाँ टपमा देख्न सक्नुहुन्छ नत्र भने यहाँबाट गएर यहाँ पेस्ट गर्दिनु होला र कन्टिन्यू देख्न सक्नुहुन्छ युटिलम्यान कपी यसमा फेरि राइट क्लिक गर्छौं राइट क्लिक गरिसकेपछि हामी रिनेम गर्छौं गरेर यहाँ चाहिँ हामी जस्ट CMD टाइप गर्छौं र ओके गर्छौं र यसलाई क्लोज गर्छु क्लोज गरिसकेपछि म CMD लाई खोल्छु देख्न सक्नुहुन्छ हाम्रो CMD चाहिँ सक्सेसफुली इनेबल भएको छ यो भिडियो तपाईलाई कस्तो लाग्छ यदि मन पर्यो भने कमेन्ट गर्न लाइक गर्न सब्स्क्राइब गर्न र फलो गर्न नभुल्नु होला म यस्तै भिडियोहरु अपलोड गर्दै आउने छु फाइनल्ली थ्यांक यू सो मच फर वाचिङ माय भिडियो